शङ्का र मेरो अज्ञानता र मेरो यो कुविचारको कारणले भनेको मात्र वास्तवमा कहाँ छ र सत्यता छैन नि भनेर बुझ्न सक्यो भने छाके छेम्बोको अभ्यासकर्ता मान्दछ अरे यो मैले बुझ्छु यो छाके छेम्बो कुरो हो अब तन्त्रमा यो के अरे जप छेम्बो अब जप छेम्बो नजबेस अब म चाहिँ जप छेम्बोको अनि अनुयायी भनौँ जप छेम्बोको अभ्यासकर्ता भनौँ अथवा जप छेम्बोको अब यो साधक भनौँ जप छेम्बोको अनि साँच्चीकै ज्ञानको बुझेको मान्छेले चाहिँ बाहिरी वस्तुहरू चिजबिजहरूलाई कुन रूपले हेर्छ भने जप छेम्बो नजब अब म एकछिन बाहिर जप छेम्बो नजब है योगी हो नजब भनेपछि योगी हो कसैले जप छेम्बो शब्द सुनेको छैन होला कुनैले जप छेम्बो भनेर बुझेको छैन होला जप छेम्बो भने चाहिँ के हो थाहै छैन होला आज म त धेरै पुण्य कमाएको कारणले धेरै भाग्यमानी भएको हुनाले जप छेम्बोको छेउ सुन्नु पाएँ अब जप छेम्बोको छेउ सुनेर मात्र सीमित राखेर हुन्छ त हुँदै भनेन खाना खानुपर्छ भनेर खाना यो खानुपर्छ खाना सुनेको कारणले पेट नअगाउने जस्तै तिर्खा लाग्यो भने पानी भनेर पानी सुनेको घरमा तिर्खा नमेट्ने जस्तै अब जप छेम्बो भनेर साँच्चीकै अभ्यास हो भन्नु न खानामा साँच्चै खानु पर्यो पानी साँच्चै पिएपछि मात्र भोक तिर्खा मेट्ने जस्तै जप छेम्बो भनेपछि सुनेको घरमा नभएर साँच्चीकै अभ्यास गर्नु पर्यो अभ्यास कसो गर्छ भने के जस्तो गर्छ अरे जप छेम्बो नजबे छोथाम चाहिँ रिक्वेस्ट वर्त हो अरे छोथाम चाहिँ सबै वस्तुहरू चिजबिजहरू सामग्रीहरू अरे सबै अब यो चिजबिजहरू चाहिँ कस्तो हेर्छ भने रिक्पा झेम्बा अरे रिक्पा झेम्बा रिक्पा भने चाहिँ के हो भने छुबु हो ज्ञान हो धर्म धातु हो त्यसले रिक्पा भन्छ अब धर्म धातु अब रिक्पा अथवा छुगी गन्धव देशेर तथा तथा धेरै नाम छ त्यो रिक्पा चाहिँ के हो भने जस्तो त्यस्तै हेर्नुलाई चाहिँ त्यसलाई रिक्पा भन्छ अब रिक्पा भने त्यसले छेउको हो छेउको रूप र रङ छ त छैन अरे यो त्यो जस्तै गरेर आज जति पनि आँखादेखिको रूपहरू कानले सुन्ने शब्दहरू नाकले सुन्ने गन्धहरू अथवा वासनाहरू यो जिब्रोले स्वादहरू शरीरको स्पर्शहरू चाहिँ सबै के रहेछ त भने सबै वास्तवमा यो शून्यताबाट उत्पन्न भएको शून्यताको विलीन हुने बाहेक अरू केही सत्यता छैन रहेछ भने हेर्नु सक्यो भने जसले रिक्वा झेम्बा भन्छ त्यो त रिक्वा झेम्बा त बाहिरको केही पनि छैन रहेछ नि यो त सपना माया जस्तो रहेछ यथार्थमा यो त शून्यताबाट उत्पन्न भएको शून्य विलीन हुने रहेछ त्यो यथार्थ बुझ्नु सक्यो भने त्यो वास्तविकता बुझ्नु सक्यो भने त्यसलाई चाहिँ जक्सन भन्छ अरे जक्सन नजब भन्छ अरे त्यो थाहा त्यो रिक्वा झेम्बाको खोर्सुम न त तुजुगिस खोर्सुम न त तुजुगिस न खोर्सुम भने चाहिँ आज दिने फ्री मडल आज दोचाक सेदम तिमुक छ नि त्यो दोचाकबाट चाहिँ दोखाम निर्मित भएको रहे काम दादु सेदम छ नि सेदमबाट चाहिँ के निर्मित गर्छ भने सुखाम अथवा रूप धातु निर्मित भएको अरे अब छुम्मे काम अनि अरू धातु चाहिँ केबाट निर्मित भएको भने आज तिमुक अथवा अज्ञाता मोहबाट निर्मित भएको अरे त्यो तिनैवटा मण्डल तिनैवटा संसार चाहिँ हेर्नु चाहिँ कस्तो हेर्नु पर्यो भने शुद्ध हेर्न सक्नुपर्छ अरे त्यो खोर्सुम नाम थाहा भने त्यो छ खोर्सुम भने यो खामसुम खोरवा भन्छ तोङसुम के तोङछेको जिदै खामछे भन्छ भने त्यो सबै किनभने अशुद्ध छैन शुद्ध हेर्न सक्नुपर्छ अरे खोर्सुम नाम त खोर्छु कि इङ ताङयाम छ भने बजा इङ भने शुद्धको कुरा रहेछ ताङयाम भने सम्बन्ध शुद्ध अनि सबै सम्बन्ध रहेछ त्याग्नु पर्ने यो रहेछ अप्नाउनु पर्ने यो रहेछ भने त्यो नभएको त्याग्नु अप्नाउनु हाम्रो यो मानिस सोचले मात्र निर्मित गरेको वास्तवमा सबै के रहेछ नि शुद्ध रहेछ भनेर हेर्नु सक्नुपर्छ यो लागि चाहिँ भन्नुहुन्छ अब उमा छेपे नजब जप छेपे नजब अनि त्यस्तै गरेर छाके छेपे नजब त्यो तिनैबाट चाहिँ कङ्क्यु र त्याग्युको मूल अभ्यास हो अब गुरुङको चाहिँ कामातेमाको पनि मूल अभ्यासमा चाहिँ उमाको कुरा छ अनि यो छाके छेपको कुरा छ अनि जप छेपको कुरा छ त्यो जप छेपो छाके छेपो उमा छेपो सबै यो त्यो परम्परामा समावेश भएको हुनाले यो राम्रो पर्यो भने कामातेमा सबै मिलेको जस्तो खाएको जस्तो थाहा भएको जस्तो कङ्क्रिट यो सबै बुझेको जस्तो हुन्छ भन्नु खोजिरहेछ मान्छे लगिनु भने त्यसमा चाहिँ ताको चाहिँ नबुझियो यहाँ कङ्क्रिट छेपो हुँदैछ प्याट अब त्यहाँबाट सी देशी नियमको सोच्नुला छ देशी नियमको सी भनेपछि त्यसको मूल अथवा आधार त्यसको स्रोत आय स्रोत अब चाहिँ के हो भने देशी नियमको हो अरे देशी नियम हो भने देशी नियमको ढुकुर नियमलाई
भन्छ नि ओ देशी निम्बो भने सबैको अब यहाँ गाई गोरु भयो भने कुकुर बिरालो भयो भने अब त्यहाँ भूत भयो भने अथवा त्यहाँ अब के भन्छ पाप बलौटे किन नहोस् सबैको मन मस्तिष्कमा के छ त भने त्यहाँ चाहिँ देशी निम्बो छ अरे देशी निम्बो भने तथागत बुद्धको भ्यू छ अरे बुद्धको भ्यू गइसकेपछि बिस्तारै त्यो भ्यूको कारणले फल बुद्ध हुन सकिन्छ नि त्यसरी हामी सबैको मन मस्तिष्कमा नै के छ भने बुद्धको भ्यू छ अरे बुद्धको भ्यूको नाम चाहिँ के भन्छ भने तथागत गर्भ भन्छ अब संस्कृतमा भने अब छो भाषा भन्नुमा देशी निम्बो भन्छ त्यो देशी निम्बो चाहिँ अनि वास्तवमा देशी निम्बो चाहिँ के हो भने देशी निम्बो चाहिँ छोक्सुङला हो अरे छोक्सुङ भने चाहिँ अब साङ्गे छो घेदुनलाई छोक्सुङ भन्छ साङ्गे कोचो छो कोचो घेदुन कोचो छ नि घेदुन कोचो हो तिनैवटा चाहिँ अनि यो जहाँ यो देशीय अब निम्बो छ तथागत गर्भ छ त्यहाँ सबै छोक्सुङ छ हेर्नु जान्यो भने बुझ्यो भने अरे त्यही देशी निम्बो छोक्सुङला लाम रिजल्ट रोबा युद्धे डोर्नु सुन अब कोचो सुम भने त्यहाँ छ अनि सी अनि लाम भने मार्गो है मार्गबाट चाहिँ के उत्पन्न हुन्छ भने युद्धे डोन अरे अब यहाँ चाहिँ कोजो सिजी डोन भोको युद्धकी डोन अनि रिटोङ्गी डोन जिग्ली ल्यासी डोन भनेर 4वटा पाउन छ नि त्यो चाहिँ यहाँ बन्न खोजेको रहेछ सी देशी निम्बो बाट चाहिँ अनि कोजो सुम लगाइ कोजो सुम चा सुम अनि कु सुम इत्यादि सबै के हो भने अब कोजो सिजी डोन हो सबै माथिल्लो स्थानको पाउना हो माथिल्लो स्थानको पाउना नै दुईटा रहेछ सबभन्दा संसारबाट मुक्त भएको पाउना चाहिँ यो पहिलो हो भने संसारबाट मुक्त भए तापनि संसारबाट मुक्त नभएको जस्तो गरेर धर्मपालाहरूको रूप धारण गर्नुभएकोहरूलाई चाहिँ हामीले अब गोपयुद्ध गर्नु पर्छ हो त्यो गोपयुद्ध डोल पनि अनि त्यहाँ छ अरे लाग्दो गोपयुद्ध गर्नु छ गर्नु समय देवा छेबेजो दाङ्का त यो चान्सुको हो त्यो कोजो सिजी डोन र गोपयुद्ध डोन दुईटा पाउनालाई आह्वान गरेर अघि हामीले सबै अनि निर्मित गरेको अहिले सबै जम्मा गरेको त्यो अनि चिज अथवा प्रसाद छ नि उहाँहरूले चलाउनुपर्छ अरे कसरी चलाउनु भने धोन समय देवा छेबेजो हो धोन समय यो चाहिँ अब वास्तवमा परमार्थको धनताको चाहिँ समय देवा छ उहाँहरू चाहिँ एकचोटि सेवन गर्न साधना अनि उहाँहरूले चाहिँ कहिले पनि बोकै त्यतै नगई त्यस्तो दुःखमा नहुने जस्तो गरेर चाहिँ त्यही सक्दिन नसक्ने हिसाबले तपाईँले सेवन गर्नुहोस् भने समय देवा छेबेजो कता यो चाल्छुको होस् न त्यसबाट चाहिँ हामी के प्राप्त होस् भने सबै प्राणी चाहिँ उहाँहरू चाहिँ भोकै त्यतै गएको तर भने कि उहाँहरूले सेवन गर्न साथमा हाम्रो अनि जय जयगर हाम्रो शुभ लाभ हामीमा आशीर्वाद हामीमा पुण्य लाभ हाम्रो दशा हट्ने हाम्रो पाप हट्ने भएको हुनाले तपाईँहरू पनि सेवन गर्नुहोस् सेवन गरेको कारणले चाहिँ मेरो पनि यही नै केही उदार हुन्थ्यो कि भन्ने मनसाय चाहिँ यो गर्नुपर्छ अरे धक्का त यो चाल्छुको हो नि बुद्ध होस् भनेर जानकारी गर्नुपर्दा यो चाहिँ पहिलो शब्दमा दुईटा पाहुनाहरूलाई आह्वान गरेर चढायो अहिलेको दिन अब चिज बिजहरू है अब दोस्रोमा सेम तुक्सुम कमसुम पुरै युल चल नबो फाटे घेत गरे अनि सेम तुक्सुम कमसुम पुरै युल सेम तुक्सुम भन्ने तुक्सुम अघि मात्रै भने सेम तुक्सुम भने चाहिँ के भने 3वटा 20 भनेको तुक्सुम चाहिँ दोषक सेदान्तेमो रिस राख मोह यसले सिर्जना गरेको के सिर्जना गर्छ कामसुम फरवा यो चाहिँ सिर्जना गरेको छ कामसुम दोकाम भनेर काम दर्दो गर्छ जो यो दोषकबाट उत्पन्न भएको रहेछ सुखाम भनेर रोग धातु भन्छ जुन सेदानबाट उत्पन्न भएको रहेछ अनि सुमेखाम भन्छ जुन चाहिँ अनि तिमुकबाट उत्पन्न भएको रहेछ त्यसमा सेम तुक्सुम कमसुम युज त्यहाँ चाहिँ को छ त भने तर नम्बर टोके काटे गेक छ अरे काटे गेक अरे यसमा चाहिँ त्योबाट चाहिँ त्यहाँ हसेका जति पनि माथिल्लो स्थानको पाउना नगर तल्लो स्थानको पाउनालाई आह्वान गरेको शब्द हो तर नम्बर टोके काटे त्यहाँ देवताहरू छ अनि बुधहरू पनि छ अरे यो के को माध्यमबाट आयो भने हामीले शङ्का छ नि नम्तोक छ नि नम्तोकबाट उत्पन्न भएको हो अरे तर नम्बर टोपी काटे गेट त्यो निमे सो होस् न हो तिनीहरू सबैलाई निमे अब द्वैत विचार नभएर चाहिँ अद्वैत विचार माध्यमबाट चाहिँ उहाँलाई चलाउँछु तर निमे सुगिरहेको छु यी नाम जोगी लाउँछु तेरो आकाश लागि यो सामग्री
अनि खाने चिज बीजहरू चाहिँ जो सेतो पान जुन गुलियो पानहरू छ नि सबै त्यहाँ उहाँहरू चलाउँछ यिनीहरू ल्याउँछ त्यो रहेछ अरे अनि कसरी चलाउँछ भने ची सुँगो लाटेला चलाउँछ अरे यो बाहिर ची नाम अनि बाह्र भनेर के रहेछ ची भने चाहिँ बाहिरी हिसाबले हेर्ने हो भने अनि देवी र अनि देउता र अनि राक्षसहरू छ ची सुँगुवा सुँगुवा भने चाहिँ अब बाहिरी क्षेत्र हो जिम्बा भने चाहिँ हाम्रो भित्रको इन्द्रिय हो शरीरमा भएको चाहिँ जिम्बा हो बाहिर चाहिँ सुँगुवा हो सुँगुवामा सुक डाँटिरोले चाहिँ इत्यादि हुन्छ त्यो भने ची सुँगुवा बाहिरको देवी देउताहरूलाई चाहिँ के चलाउँछ भने लाटेला ठुलो नाचो ठुलो नाचो नाचो नउयो नाना तरिका नाना रूपका अनि यो खाना सामग्रीहरू अघि सेतोपन र गुलियोपनहरू अमृतमा बनाएको छ हामीले प्रसादमा परिणत गरेर छ नि यो अनि पस्काएर अनि चलाउनुपर्छ अरे ठुलो नसो यो दुई बोल यो मोसे पछि नपर्ने युल सदस्य पछि यो चलाइसकेपछि के होस् त भने युल मोसे पक्ष नपर्ने युल भने चाहिँ बाहिरी अनि क्षेत्र हो अथवा विषय हो त्यसमा आसक्ता भावना आसक्ता सोच विचार चाहिँ अनि हटाउनको निम्ति यो चढाएको हो अरे यो मोसे पछि नपर्ने बाहिरी सामग्री चलाइसकेपछि सामग्रीको अनि आसक्ता छ्याम्पा छापा दोसा अथवा जिब्बा नहुन लागि चढाएको हो अरे धनु मोसे पछि नपर्ने धनु युल्ने सदस्य बसे धनु परमार्थमा अथवा यथार्थमा युल्ने बाहिरी सामग्री पनि अनि अब वास्तवमा छाता छैन भने बुझ्नुको लागि चाहिँ अनि यो चढाएको हो युल्ने सङ्घर्ष बसे सङ्घर्ष भने चाहिँ कुनै पनि लोकलाल रहित चढाइहाल्यो अब फेरि अर्को दिन पाहुना नाङ जिम्बा सुकी फाटेला बाहिरी पाहुना मात्र न भित्रको पाहुना पनि छ अरे भित्र भने आफै यो शरीरभित्र पनि देवी छ देउता छ अनि राक्षसहरू छ तिनीहरू पनि यो अघि जम्मा गरेको चलाउनु हो अरे नाम जिम्बी सुकी फाटेला फुल मेसिन आउँदै फुल मेसिन अब साँच्चै वास्तवमा त छैन नभएर पनि हामीले त्यसलाई कल्पना गरेर अनि सम्झेर यसो छ नि भनेर प्रकट गरेर चाहिँ चलाउनुहोस् जस्तै अघि हामीले मेन्टल चलाउनु गरेर यहाँ त देखाउमा ठ्याउमा लुमा खामा छैन नि भने यहाँ छ भने चढाएपछि पुण्य पाउँछ भनेर हामीले विश्वास गर्छौँ त्यो जस्तै गरेर हाम्रो शरीरमा भएको देवी र देउताहरूलाई पनि अब यो जसलाई जे चाहिन्छ त्यही अनुसारको सामग्री चाहिँ अनि पस्काएर अथवा जम्मा गरेर चाहिँ चलाउनुपर्छ अरे फुल मेसिन अब यो मोसन पाउँछ नताने भइसिने चलाउँछ पछि यसरी अब यो शरीरभित्र चाहिने सामग्री पनि इच्छा आकाङ्क्षा हटाउनुको निम्ति चाहिँ अनि धनु सीमित चलाउँछ पछि यसरी एउटा पनि नरहेकन सबै अनि तपाईँ सेवन गर्नुहोस् अरू सुन्दै ठाडे लाग्छ अब बाहिरी होइन भित्री होइन बिचमा बसेका जति पनि देवी देउता अथवा बुधहरू छ राक्षसहरू छ तिनीहरूलाई आउनु भनेर चलाउने शब्द चाहिँ यो रहेछ बाह्र सोझै लिएर ठाडेला ठुलो खबर लुचु नाम के रहेछ ठुलो खबर लुचु ठुलो खबर छ भने संसारमा जति पनि अब जन्म लिएको छ अथवा आफ्नो कर्म अनुसारको विभिन्न रूप धारण गर्नु परेको छ यिनीहरू सबैलाई अनि जसलाई जस्तो चाहेको छ त्यस्तै अब अनि त्यहाँ परिणत गरेर चाहिँ अनि कल्पना गरेर चाहिँ अथवा त्यहाँ अब प्रकट गरेर चाहिँ चलाउँछु अरे यो कौन गर्न सकिन्छ त्यसपछि त्यो चाहिँ के आवास होस् त्यस के प्राप्त होस् भने कोङ ल्यान्ड यो त्याग्नु पर्ने यो रहेछ अपनाउनु पर्ने यो रहेछ भने त्यो नै चाहिँ अब हटेर कोङल्यान्ड पेपरहरू अरे अब त्याग्नु पर्ने अपनाउनु पर्ने अब शब्दहरू उल्लेखित गर्ने बेला चाहिँ यो सबै हाम्रो शङ्करले निर्मित गरेको मात्र रहेछ बुझ्नु सक्नु अरे यो कोङल्यान्ड राम सिक्ने अरे आफ्नो यो आत्मग्रह बताउ नि अनि म भने यो विचार नै अनि नष्ट भइसकेपछि त अनि मेरो निम्ति अनि पापहरू गर्दैन मेरो निम्ति अनि घमण्डहरू गर्दैन त्यस कारण त्यो नहुनु लागि त्यो चराको अरे यो त्यो नसिने सिका त लगेको पछि अनि त सयौँ बुद्ध बोधिसत्वहरू जसरी बुद्ध हुनुभयो बोधिसत्व हुनुभयो हामीले त्यो बाटो छिटो पुग्न सकिन्छ अरे सिका त लगेको पछि यसको दिन अन्तिम अथवा मुहार छ यो खामसँगको हिस्से नाम छ युल छ बाहिरी वस्तुहरू अथवा विषयहरू खामसँगको हिस्से नाम छ अब बाहिरी अब भनौँ अथवा त्रि भावा सागर दोखाम सुखाम सुम्य खाममा भएको जति पनि
सामग्रीहरू छ त्यो सबै हाम्रो कोरी सेमनचो अनि उदाहरण चाहिँ पे घिउमे ठुल्कोसी बस्ने घिउमा भने मायाजाल हो मायाजाल चाहिँ जसरी अब निष्क्रिय जसरी अदृश्य जसरी त्यहाँ अब यो हो भनेर देखाउने क्षेत्र देखिँदैन त्यो जसै गरेर त्यो घिउमे ठुल्कोसी बसिन् एक नाम तर सुन्दै चुम्बक तापो त यहाँ अलला छ एक नाम तर सुन्दैन अरे अब यङ भने चाहिँ अब शुद्ध अब अथवा धर्मधातुको कुरा हो नाम तर सुन्दैन भन्छ नाम तर सुन्दैन भने चाहिँ मेव म मेव म त मगी भन्छ छि चाहिँ मेव लाम मारे सी चाहिँ मेव भन्छ त्यहाँबाट चाहिँ अब जब म मेव म त मगी भन्छ हो त्यो चाहिँ बुझ्नु सकौँ अरे चाहिँ भने त्यसको अरे यता यो हो भनेर बुझ्ने छैन त्यसको योबाट चाहिँ यो प्राप्त हो भने त्यो अब फलको अभिलाष पनि नभएकोलाई यो मोमेव जब मोमेव भन्छ मोह भने स्वभाव चाहिँ सबैजना तम्बगी हो भनेर बुझ्न सकौँ अरे किन नत्र सुन्नु तुमो भने चाहिँ के हो भने रानी रहेछ रानी भन्छ यहाँ चाहिँ दोस्रो हिलको कुरो हुन्छ माताको कुरो हुन्छ त्रिकालको बुद्धको माताको भने स्वरूप चाहिँ के हो भने तम्बगी हो त्यो तम्बगी बुझ्न सक्नु अरे तापट्टि तपाईँ यहाँ अलग छ त्यस समयमा के हुन्छ भने देव भने चाहिँ पूर्व भने चाहिँ संसार देवा भने चाहिँ संसारबाट मुक्त स्थान भुवन भन्छ नि त्यो दुवै बराबर सम्मान दुवै के बिना त नभएको त्यस्तो बुझ्न सकौँ भन्नुको मतलब के रहेछ भने यो ठाउँ नै बुद्ध भूमि हो नि यो ठाउँ नै स्वर्ग हो नि जे खाएको छ अमृत प्रसाद हो नि जोसँग संगत सबै देवी देवता हो नि आफैलाई चाहिँ ज्ञान पनि शिक्षा दिने गुरु पनि गुरुपछि स्वयं हो नि च्यालेन्जेस हिजोमा स्वयं हो नि टोमा नाममा स्वयं हो नि भने त्यस्तो यो अब दृश्यमा परिणत होस् भन्नु खोज्यो रहेछ त्यसमा तापट्टि त होइन आज अनि त्यो पछाडि फेरि नम्बर युरेजु मात्रै यसको पूर्व अभ्यास भनौँ अब पूर्व पढ्नुपर्ने त्यो पढेपछि दोस्रो कार्य पर्यो फेरि अन्तिम चरणमा चाहिँ युरेजु भयो त्यो पनि पुरा हुँदछ त्यसो गरेर अब कार्यको कुरा थोरै व्याख्या गरिसके अब यहाँ हामी ठाकेको कुरा गर्छौँ ठाके भन्नु साथमा अनि दिउँसो भने अनि अब भोज दिउँसो अनि अब दिउने भोज कार्यलाई चाहिँ के भन्छ भने ठाके भन्छ ठा भनेछ त्यसमा अब सुन चाँदी हिरा मोती पनि हुँदैछ घाँस बाँस कपास सबै हुँदैछ त्यति मात्र नभएर अनि चराचुरुङ्गीहरू हुँदैछ अथवा बगैँचा पनि हुँदैछ फुलमाला पनि हुने भयो लतक्काबाट पनि हुनुभयो सबै समेटेको यो रङ्गी बिरङ्गी रङ्गी चङ्गी भनौँ अथवा सबै चिज समेटेको भनौँ त्यो चढाउने विधिलाई चाहिँ ठाके भन्छ त्यो भोजको चाहिँ यहाँबाट सुरुवात हुँदैछ राम्रो लाउँछो कहिले कुन छैन आफ्नो शरीर चाहिँ हष्टपुष्ट छ हो यो अब धेरै सुसम्पन्न छ हो यो भित्रबाट चाहिँ के हो भने यहाँबाट आफ्नो आत्मा बाहिर निकाल्नु हो आत्मा भने हंस भने पनि चेतना भने पनि अब प्राण भने पनि अथवा यसलाई विज्ञान भने पनि अथवा यसको के भने यो नम्स्य भने पनि सबै एउटै हो अनि त्यस्तै कहाँबाट निकाल्नुपर्छ भने अवधुतिबाट निकाल्नुपर्छ अरे अवधुतिबाट चाहिँ यो हाम्रो तिनवटा नसा तिनवटा चा छ अरे कि चा ओमा रोमा क्याङमा भन्ने तिनवटा छ हो चा ओमा बीजको यो नसा भनौँ अथवा त्यो बीजको यो चा छ नि जसलाई चाहिँ हामीले अवधुति नामकरण गरेको हुन्छ त्यसरी त्यो बीजको अनि नाडीबाट चाहिँ अनि यहाँबाट चाहिँ के निकाल्नुपर्छ भने आफ्नो आत्मा अंश जे भन्यो भने त्यो चाहिँ बाहिर ठोमा नाममा परिणत गर्नु हो अरे अनि यो शरीर फेरि पहिला जस्तै गरेर लासमा परिणत गर्नु हो अरे अवधुति सेल्की पुग्ने अब त्यो क्रिस्टलको औ जस्तो भयो त्यहाँबाट त्यो बाहिर निस्केर चाहिँ नम्बर सेवा विज्ञान नम्बर सेवालाई प्राण नम्बर सेवालाई आत्मा अनि हंस अब नम्बर सेवालाई त्यसलाई चेतना जे भने पनि यहाँबाट निकाल्नु पर्यो नम्बर दादा पाउनु अरे जसरी भान हालेर भान छिटो गएको जस्तै गरेर एउटा फुत्त निस्क्यो अनि त्यो चाहिँ केमा परिणत भयो भने कन्भर्ट भयो भने ठोमा नामोमा परिणत भयो अरे यिनले ठोमा ठिक छ अरे यिनले अहिले दोस्रोमा त ठोमा काट्नु रहेछ नि अब तेस्रोमा फेरि ठोमा नामो नै हो यिनले ठोमा ठिक नाम यो दर्शन ठिक ठो भयो चाहिएको चाहिँ त यस दायाँ हातको अब ठिकु अथवा कति हातमा लिनु साथमा सेरा लुदो लुदो दिनु छ सेरा
जम्मौ जन्मका यो शरीरमा भएको जति पनि शरीर लिएको छ सबै यहाँ जम्मा गरेर चाहिँ होतिर चाहिँ काट्यो अरे त्यसलाई रुदो लोज्यो अनि अहिले जम्मौ जन्मका अनि यो शरीर पनि यहाँ जम्मा भएको छ जन्मौ जन्म कमाएका पुण्य पनि यहाँ लुदङ अरे लु भने चाहिँ शरीर भयो लोङ्जो भने चाहिँ अब धन सम्पत्ति सबै यहाँ अब जम्मा भएको छ भनेर सम्झिनुपर्छ अरे त्यसो भए यो त्यो मध्ये येसी गर्ने तरिका चाहिँ बसी बसी धेरै पुण्य कमाउने अनि उत्कृष्ट सर्वश्रेष्ठ अनि मार्ग अथवा बाटो अथवा यो यो साधना रहेछ धेरै महत्त्वपूर्ण रहेछ धेरै कुनै छ जन्मौ जन्मका अनि 1 लाख जुनी लिएको छ 1 लाख जुनीको त्यो सबै शरीर यहाँ छ भनेर 1 लाख जुनी लिने बेलाको जति पनि सिरी सम्पत्ति छ सबै यहाँ जब भएको छ भनेर त्यसो सम्झिनु अरे सेरा रुदमको जोड्दै तिम अरे सिंहपाक शिला सानै ठाउँको के हुन्छ सिंहपाक भने चाहिँ यो चाहिँ हाम्रो छाला हो सिंहपाक भने मनुष्यको छाला छ नि मान्छेको छाला हो त्यो छालामा पुरा पहिला छाला बचायो अनि छालाभित्र चाहिँ जन्मौ जन्मको मासुहरू जन्मौ जन्मको धन सम्पत्तिहरू सबै यहाँ जम्मा भएको छ भनेर सम्झिनुहोस् एकछिन कल्पना गर्नु अरे सिंह शिला सानै ठाउँको ढिलो छ त्यस समयमा हातमा चाहिँ एक चिप्टी मासु निकाल्नु पर्दैन एक थोपा रगत निकाल्नु पर्दैन तर कल्पना लिँदै सम्झिएको कारणले श्रद्धा आस्था गर्दै माथिल्लो ईश्वर भने श्रद्धा तल्लो ईश्वर भने निश्रद्धा माया गरेर नै यो चढाउने विधि रहेछ येसी भने चाहिँ त्यसो भने सिंहशिर स्यारी भने चाहिँ मासुकै डाँडा स्यारी थाप्छो अरे यो के भन्छ रगतकै अनि समुद्र अरे थाप्छो किल अरे जम्मा गरेर चाहिँ बन्दर अरे ओ बन्दर भने चाहिँ हाम्रो कपाललाई बन्द भन्छ है ल बन्द थोपा बन्दर त्यहाँ के त्यो भित्र चाहिँ राखेर त्यो थोपा पनि अब 1 किलो 2 किलो आट्ने थोपा नभएर यो जन्मौ जन्मको मासु र हड्डी र त्यो भित्र गएको रगत सबै अनि अट्ने त्यस्तो थोपा चाहिँ परिणत गर्नु पर्यो त्यसो सम्झिनु पर्यो त्यो बन्दर समय यसरी समय सक्छ भने चाहिँ अब त्यो सेवन गरेपछि सिद्धिने समय त्यो खाइसकेपछि कहिले पनि अब सन्तुष्टि गर्न सक्ने अथवा सबै पाप हटाउन सक्ने कहिले पनि भोक नलाने तीर्थ नलाने कहिले पनि दुःख कष्ट नहुने त्यस्तो सामग्री चाहिँ सामग्री वस्तुलाई के भन्छ भने सामयको दुजी भन्छ वो सामयको दुजी भयो भनेर सम्झिनु अरे किलो नजु भने तोङसुङ साथी पनि राम्रो तोङसुङको यो जमिन छ नि सबैमा त्यो मासु अथवा त्यो रगत अनि अब रक्तमे भयो अथवा पुग्यो भनेर तोङसुङ साथी पनि राम्रो कारमा यो त टिमेटो चाहिँ अब ठाकेको कुरा यहाँ छ कार भने सेतोपन अघि हामीले भनेको हिजो भनेको चाहिँ सेतो भने चम्पा पिठो अथवा दही अथवा मही अथवा घिउ यिनीहरू सबै सेतोपन हो अब उनीहरू भने चाहिँ अब हामीले सक्खर अनि चिनी त्यसै गरेर मह इत्यादि उनीहरू भन्छ वो कार र मर चाहिँ राम्रोसँग मिसाएर पिठो भने मिसाएर भने चाहिँ त्यसलाई सुर भन्छ होइन हो त्यो कारण मात्र चाहिन्छ सुरभित्र चाहिँ कुनैले सुरु गर्ने बेलामा चाहिँ अनि त्यो अनि मेन्डुबाट हाल्दछ मेन्डु चाहिँ हाल्नु हुँदैन रहेछ है मेन्डु चाहिँ हाल्ने चाहिँ ठाउँ रहेछ मर्सुर भन्ने गर्छ फेरि रातोपनको अनि मासुहरू डराएर अनि फेरि सुरु गर्ने चलन छ त्यो मर्सुरभित्र चाहिँ अनि त्यो मेन्डुमा हालेको रहेछ तर त्यो कर्सुरमा चाहिँ मेन्डु हाल्नु हुँदैन किनभने त्यो मेन्डुभित्र चाहिँ धेरै अब अलिकति अब मर्सुको बाहेक कर्सुमा हाल्नु हुँदैन अब त्यहाँ है कर्महरू भन्थ्यो त्यो भने चाहिँ अब अनि अब अमिलोपनहरू है ती मेन अरे सुगन्ध अब भाग्नहरू मेन भने सुगन्ध अथवा दबाईहरू अनि डु भने चाहिँ अब अन्नहरू सेरिस अन्न पानीहरू सबै त्यति मात्र नभएर सेरमुल अरे ठाके भने चाहिँ अब धेरै रङ्गी चङ्गी बिरङ्गी भन्छ नि हो त्यसो भएको हुनाले ठा भनेर ठाउँ अब धेरै छ यही मात्र कालो मात्र होइन सेतो मात्र होइन अघि कालो मात्र चलाउनु गएको बेला नाके भन्यो भने सेतो अब सामग्रीले धेरै चलाउने गएको बेला कार्य भन्यो तर अहिले ठाके भनेर यसमा सबै समेटेको हुन्छ त्यसमा सेरमुल पनि छ